पापी डुडे रन्डीको छोरा माथिने बोला तेरो हन्टरलाई रानीको छोरा माथिने कहाँ गयो तेरो हन्टर रानीको छोरा रन्डीको छोरा व्हील चेयर गुडाउँदै आइस रानीको छोरा मेरो रोयल ग्याङ्स्टर ब्रोडमा रानीको छोरा माथिने गरिब रन्डीको छोरा माथिने डुडे अपाङ्ग रानीको बाण रानीको छोरा माथिने धरतीको बोझ भएर कति दिन बाँच्छ रानीको छोरा रन्डीको छोरा माथिने हिचडा रन्डीको छोरा माथिने डुडे रानीको छोरा माथिने भालुको छोरा माथिने बोले रानीको छोरो रन्डीको छोरा माथिने रिसाएर हुँदैन रानीको बाण माथिने रानीको छोरो त्यस्तो युट्युबको भिडियो त कति छ रानीको छोरा रन्डीको छोरा माथिने यही ब्रोडमा राखेर रानीको छोरा तेरो राजबहिनीलाई माथिने चिकेर भाग्ने भने तेरै राजबहिनी डुडे माथिने रानीको छोरा तेरो माथिने व्हीलचेयरको साइकलको पञ्चर भयो कि क्या रानीको छोरा रन्डीको छोरा माथिने गुडी यता आइस रानीको छोरा माथिने दलित रानीको छोरा डुडे पापी माथिने भालुको छोरा रन्डीको छोरा माथिने व्हीलचेयरको टायर पञ्चर भयो कि क्या रानीको बाण रानीको छोरा माथिने अनुहार हे रन्डीको छोरा मधिसे रानीको छोरा मधिसे भालुको छोरा माथिने खाते पापी हेलो रानीको छोरा माथिने पापी मुटु रानीको छोरो माथिने तेरो बेस्यामाको पुथ्यान्छ अब सुटु रानीको छोरो रन्डीको छोरो माथिने भालुको बच्चा रानीको छोरो माथिने रानीको छोरा माथिने घरबाट बाहिर निस्किस रानीको छोरा डुडे रानीको छोरा माथिने पापी डुडे रन्डीको छोरा रानीको छोरा माथिने व्हीलचेयर गुडाउँदै आए मेरो पापी रानीको बाण माथिने गरिब रानीको छोरो रन्डीको छोरा माथिने त्यो व्हीलचेयरमा अब एउटा रानीको छोरा कचौडा थापेर हिँडे रानीको छोरा रन्डीको छोरा तँलाई त पत्थरी रोगी पनि लागेको छ रे रानीको बाण रानीको छोरा माथिने तेरो बेस्यामाको कसम खाएर भन रानीको छोरो रन्डीको छोरा यो तेरो डिपी होइन भनेर रानीको बाण माथिने रानीको छोरा माथिने ढुडे रन्डीको छोरा माथिने अपाङ्गो रानीको छोरा रानीको छोरा माथिने अपाङ्गो रानीको छोरा माथिने पापी बहिनी रानीको छोरा गाली खाएर कति दिन बाँच्छ रानीको छोरो रन्डीको छोरा आमा बाउलाई माथिने कति दुःख दिएर बस्छ रानीको छोरा डुडे रन्डीको छोरा माथिने अपाङ्गो रानीको छोरा माथिने बेसेको रगत रानीको छोरा पापी रन्डीको छोरा पत्थरी रोगी भएर रानीको छोरा बाँच्नुपर्ने रानीको छोरो रन्डीको छोरा उपचारको खर्च नभएर रानीको छोरा रन्डीको छोरा माथिने झरे रानीको छोरा ट्याउ गर्दै हिँड्छस् माथिने रानीको छोरा औकात भनेको माथिने 2 कौडीको छैन माथिने भालुको छोरो रन्डीको छोरा कमेन्ट सुटर रानीको बाण माथिने पापी रानीको छोरा माथिने जिन्दगी ब्याटल खेलेको छैन रानीको छोरा रन्डीको छोरा व्हीलचेयर गुडाउँदै माथिने आउनु पर्ने रानीको छोरा पापी हिजडा रानीको छोरा माथिने बेसेको रद रानीको छोरा माथिने बडो रन्डीको छोरा माथिने अपाङ्गो रानीको छोरा वही अपाङ्गो रानीको छोरा माथिने भालुको छोरा माथिने रानीको छोरा तेरो आमा बाउलाई कति दुःख भइरह होला रानीको छोरा रन्डीको छोरा माथिने तेरो आमा बाउलाई कति दुःख भयो होला रानीको छोरो रन्डीको छोरा एउटा छोरा त्यही पनि रानीको छोरा व्हीलचेयरमा बस्नु पर्ने रानीको छोरा माथिने भालुको छोरो माथिने गरिब रानीको छोरो रन्डीको छोरो माथिने भालुको छोरो माथिने पत्थरी रोगी भएर पनि रानीको छोरो उपचार खर्च नहुने रानीको छोरा रन्डीको छोरा माथिने खाते रानीको छोरा बेटा खाँदैछ माथिने रानीको छोरा माथिने कबसमा चाहिँ बेटा खान्छ रानीको छोरा अपाङ्गो रन्डीको बाण माथिने रानीको छोरा भन माथिने तेरो पत्थरी रोगको लागि रानीको छोरा माथिने कति पैसा चाहिन्छ रानीको बाण माथिने रानीको छोरा पापी बहिनी रानीको छोरा माथिने अपाङ्गो रानीको छोरा रन्डीको छोरा अपाङ्गो रानीको बाण माथिने फुचे रानीको छोरा माथिने चिकी मेन्टल भएको फुचे रानीको छोरो रन्डीको छोरा माथिने भालुको छोरा माथिने बिटक्से माथिने राजाको दिने रानीको छोरो रन्डीको छोरा माथिने रियल लाइफमा चाहिँ अपाङ्गो रानीको छोरा हे प्रभु हे पाठी भाडा माता मेरो पापीलाई छिटो उठाइदियो संसारबाट यसले आमा बाउलाई धेरै दुःख दिइसक्यो हे पाठी भाडा माता हे भोले बाबा मेरो पापी भाइको यो जिन्दगी यसको देखेर मलाई एकदम माया लाग्यो यसको आमा बाउले कति दिन पाल्छ यसलाई यो त मरिहालोस् अपाङ्गो मान्छेले रानीको छोरो अपाङ्गो मान्छेले रानीको छोरो अपाङ्गो ओ अपाङ्गो भाग्यो
कति मनमा लाग्यो होला विचार। केटी पठाउँछु भनेर आउँदै थियो कि केटीसँग बात गर्दै थियो कि म त यता फोन हेर्दै थिएँ कि अर्को फोन। अब भाइ म अब त्यही केटीसँग बात गर्छु भन्दै थियो कि अस्ति नै यसरी खेलिदिएको पुरा गफ हान्दैछस् भाइ अपङ्ग भएर भनेको